राख्दैछौँ। यो चाहिँ देवचुलीको त्यो प्रवेशद्वार हो क्या होइन। केटाहरू अगाडि हिँड्दैछ केटाहरू। हामी चाहिँ भाले गाडीमा दौडिँदैछ है पछाडि ग्याङहरू। केटा हो चाहिँ देवचुलीको के हो पोखरी भन्ने ठाउँमा चलाएर ल है ल ल ल अबको बाटोको यात्रा चाहिँ अब यतै घुम्नुपर्छ होला है। यात्रा चाहिँ अब यतै होला यही होला। हेलो कुरेन भाइ इधर इधर ल है त हामी त के अरे जेन्जी ग्याङ पऱ्यो। जेन्जी ग्याङको खाजा फेरि खतरै हो। किन यस्तो त्यहाँ भएर हिँड्दिने अन्त। हेलो गाइज हामी देवचुलीमा आएर होइन यसो के भन्छ के अरे के अरे आधी पोखरी आइपुगेछ होइन। मृग ए हेलो मृगजी इधर आज इधर मृग जिउँदैछ मृग है मृग समातेर आएछ होइन। खतरै छ होला यस कम्तीमा नि 70-80 किलोको मृग जस्तो लाग्छ यसो हेर्दा। हामीले के भन्छ मृग मारेर टक्क होइन आज हामी यो मृगको पार्टी गर्दैछौँ। के अरे 1 क्विन्टलको के भन्छ के अरे मृग 1 क्विन्टलको मृग दामी छ छोड्दै छोड्दै के ओए कस्तो रहेछ भने मुझेले पिसाब याकि टोयलेट गर्यो भने त सिधै हेर बाबु सिधै फाल्दिने के हो विक्रम सरलाई फालो भनेको मृग है केटा मृग। हामी चाहिँ जानुपर्ने चाहिँ डाँडा है कुहिरोले ढाक्यो। हाम्रो विक्रम सर चाहिँ कुकम्यान रोस्ट हुनुहुन्छ। पुगेर हिँड्दिने यहाँसम्म चाहिँ हामी बस मतलब गाडीमा आयो। अब यहाँबाट चाहिँ हल्का स्ट्रगल गर्नुपर्ने हुन्छ हामीले किनकि बाटो यस्तो यता चाहिँ गाडी साडी यताउता जाँदैन रहेछ क्या। अनि हिँड्नुपर्ने बाध्यता आयो। यो डाँडा पुग्ने हामी चाहिँ अहिले पुरै कुहिरो ढाकेको छ। हामी चाहिँ बिहानको भ्यू हेर्न जान्थ्यो। यहाँ चाहिँ फेरि मृग है कुवा रहेछ पानी बाटो यहाँ कुवा रहेछ। हो केटा यहाँ है कुवा हुस्सो लागेर डेन्जर भएको केही देखिएन। यो माथि कता जाने अब यही बाटो त होला नि। अब सानो कुवा रहेछ। ल गाइज यो डाँडा चाहिँ देवचुली डाँडा है केटाहरूको हिँड्दा त्यस्तो होइन यार। त्यहाँ माथि कहिले पुग्नु हो यार आमाम। को फकर क्या बुझ्नु को मान्छे हो के अरे हिमालचुली भन्ने ठाउँ जानु ए त्यस्तो भन्ने ठाउँ छ नेपालमा। यस कस्तो भइरहेको छ आनन्द भइरहेको कि अलिक गाह्रो भइरहेको एकदम खतरा डेन्जर भएर ल हाम्रो टक्क लाग्यो यहाँ के भन्छ मटन मटन होइन ल भान्से दामी ल टक्क खाँदैछ है यता चाहिँ यहाँ हाल्नु पर्यो कि मासु यहाँ कोही लिएर लानु भयो तपाईँ के हो
हेलो एभ्रिवान, गुड मर्निङ होइन। अब चाहिँ हामी बिहानको 4 बजेर अब हामी डिप्चुलीको डाँडातिर लाग्दैछ। ढोका चाहिँ खतरा छ, रातभरि भुत्ले डङ्ग हाम्रो अब थका मान्ने छ। मेरो पालामा जन्मेको म जन्मेको बेला चलेको यही हो। के भए किन भए थाहै भएन केटा हो। तलबाट ट्याक्क 2-3 लाखको फुल किन्ने यहाँ ल्याउने चढाउने, नत्र भने यहाँबाट खसेर मरिन्छ अरे केटा। जसले ल्याउँछ नि त्यही मरिजान्छ। फुल चढाउनु लागि फुल राखेको तलदेखि केटा। ल मन्दिर पनि टक्क देखाइदिन्छु। कस्तो छ मन्दिर? ओइ खतरा छ, डर लागेको थियो भाइ। हेर्नु त सिंह हो उता हेर्नु। ए गुफा रहेछ नि त। ओइ केटा हो, गुफा रहेछ त यहाँ, आइज नि त। खतरा गुफा छ त मुला। भर्याङ झरी रहेछ। ओइ केटा हो, भर्याङ झरी रहेछ नि त। बत्ती बाल्न आइज त कोही। भर्याङ झरी रहेछ मुला। बाल्छ त ठाउँ त भेटै हान्दैन त। ए बत्ती बाल्न त केटा हो। ए देउता रहेछ त यार। जुत्ता होइन मान्छेले त्यहाँ फोहोर त गरे जुत्ता केही नि हुन्न त यार। म बत्ती बाल्नुमै कडा यसमा पनि लाइट हानौँ न। मुलाको सागको लाइट पनि पहिला प्रोटेक्ट गर्नु पर्ला जस्तो छ। फर्स्ट लाग्छ यो गुफा हो। मन्दिरमा गुफा दामी छ, फलफुलहरू चढाउने। सायद हनुमानको गुफा होला। ए गौतम बुद्धको रहेछ मुला। जय बम बम बोले होइन अब गौतम बुद्ध रहेछ। हाम्रो खै कुल चढा के थाहा छ नि मलाई यहाँ छ भनेर। यो चाहिँ पूजा हर्केडा हो होइन। यहाँ चाहिँ टक्क लगाएर चढाउनु पर्यो। सकेसम्म जुत्ता फलेर आएको राम्रो। यता कतिको के छ। बत्ती बाल्न आइज नि केटा के अन्त होइन। बत्ती बाल्न आइज नि बत्ती झर न नझर नि तल बस्यो। कुकुर फेरि गायब भयो यार। हिजो छुट्यो कति लामो घुम्नुपर्ने यार। हाम्रो लौरे साप दुःख चाहिँ हुन्छ तर त्यसको फल नि राम्रै प्राप्त हुन्छ। डोट्दै कस्तो भयो रे।
Thank you so much for watching.